असाधारण सफलता कसरी पाइन्छ त? खासमा यसको पछाडि एउटा एकदमै सरल तर शक्तिशाली सिद्धान्त लुकेको छ जसले जीवनलाई नै बदल्न सक्छ। आउनुहोस् आज हामी त्यही रहस्यको पर्दाफास गर्नेछौँ। सबैलाई जीवनमा एउटा ठूलो क्रान्तिकारी परिवर्तन चाहिएको हुन्छ, होइन त? तर के साँच्चै त्यस्तो कुनै जादुको छडी छ जसले रातारात सबै थोक बदलिदियोस्? वास्तविकता अलि फरक छ। सफलता भनेको कुनै एकैचोटिको ठूलो छलाङ होइन, यो त एउटा ठूलो भ्रम मात्र हो। त्यो रहस्यको जवाफ यो एउटा साधारण सूत्रमा लुकेको छ: साना तर बुद्धिमानी निर्णयहरू, लगातार र समय। हो, यही तीन कुराको मिश्रणले द कम्पाउन्ड इफेक्टको यस्तो शक्ति पैदा गर्छ जसले साँच्चै सोच्दै नसोचेको परिणाम दिन सक्छ। अब सरल भाषामा भन्नुपर्दा यो भनेको के हो त? यो साना साना राम्रा कामहरूको एउटा लहर जस्तै हो। सुरुमा सानो देखिन्छ, तर समय बित्दै जाँदा त्यही लहर सफलताको सुनामी बनिदिन्छ। ल, यो सिद्धान्त व्यवहारमा कस्तो देखिन्छ त? यसलाई बुझ्नको लागि एउटा कथा हेरौँ। यसले छर्लङ्ग पार्छ कि कसरी साना साना निर्णयले जीवनमा ठूलो खाडोल बनाउन सक्छ। हाम्रो कथामा दुई पात्र छन्, स्कट र ब्राड। स्कटले हरेक दिन अलिअलि राम्रो बानी अपनाउँछ, जस्तै किताबको केही पाना पढ्ने। अनि उता ब्राडले चाहिँ ठिक उल्टो, अलि बढी टिभी हेर्ने, अलि बढी खाने। अब हेर्दा त एक दिनमा के नै फरक पर्छ र जस्तो लाग्छ, होइन? तर जब समय बित्दै जान्छ तब बल्ल असली खेल सुरु हुन्छ। 1 महिना खासै केही फरक देखिँदैन। 18 महिना अलिअलि परिवर्तन देखिन थाल्छ। तर जब 31 महिना बित्छ तब भिन्नता आकाश पातालको भइसक्छ। स्कट एकदम फिट र सफल, अनि ब्राड तौल बढेको र दुखी। हो, यही हो कम्पाउन्ड इफेक्टको त्यो नदेख्ने शक्ति। ल, त्यसो भए यी साना निर्णयहरूलाई निरन्तर कसरी गर्ने त? यसको जवाफ एकदमै सरल छ: बानी। हो, बानीहरू नै कम्पाउन्ड इफेक्टको इन्जिन हुन्, जसले सफलताको गाडीलाई अटोमेटिक मोडमा अगाडि बढाइरहन्छ। नयाँ बानी बनाउन जम्मा 3वटा सरल स्टेप्स छन्। पहिलो, आफूसँग कस्ता बानी छन् भनेर थाहा पाउनु। दोस्रो, त्यो बानी किन बदल्नु छ भन्ने एउटा दह्रो कारण खोज्नु। र तेस्रो, ससाना कदम चाल्दै त्यसलाई व्यवहारमा उतार्नु। खराब बानी तोड्ने सबैभन्दा पहिलो र महत्त्वपूर्ण काम भनेको त्यसलाई सुरु गराउने ट्रिगरलाई नै हटाइदिनु हो। जस्तै जङ्क